ओमकार नाद ध्यान.
आदरणीय दर्शक महानुभावहरू, सादर वन्दना। हामीले नाद ध्यान अन्तर्गत आज ओमकार षडज सङ्गीतको सारेगमपद निसा सा र ओमकार तीनवटा नाद ध्वनिलाई एकसाथ ध्यान गरेका छौँ। ब्रह्मा, विष्णु, महेश्वर र देवीहरू जगदम्बिका, महाकाली, महालक्ष्मी, महासरस्वतीको दिव्य सूक्ष्म मन्त्रको रूपमा ओमकार रहेको छ। सङ्गीतको उत्पत्तिको सुरु षडज साबाट हुन्छ। साको साधनाले सङ्गीतमा निखार आउँछ। शक्तिको प्रतीक ओमकार, ओम यो शक्तिको प्रतीक हो। आधुनिक विज्ञानको हिसाबले ध्वनिको श्रवण गर्दा विचार गर्नुपर्ने कुरा कि कुनै पनि यन्त्र चल्दाखेरिमा त्यसबाट उत्पन्न हुने ध्वनि यस्तो ध्वनि उत्पन्नबाट शक्तिको प्रकट हुन्छ। जस्तै एउटा आवाज सुन्नुहोस् हवाईजहाजको, त्यसको आवाज गहिरोसित ध्यान दिएर सुन्यो भने यस्तो आउँछ। त यो नाद ध्यान ओमकार स्वरूप षडज र हुमको नाद ध्यानले मानव शरीरमा रहेको 72,000 नाडीलाई शोधन गर्दै इडा, पिङ्गला र सुषुप्ना नाडीको शुद्धिकरण गर्दछ। र इडा र पिङ्गला चन्द्र र सूर्य नाडी हो भने सुषुप्ना ब्रह्म नाडी हो। सुषुप्नाको जागरणको लागि ओमकार ध्यान अर्थात् नाद ध्यानले मानिसमा अन्तस्करण पवित्र भएर मनमा हर्षको, आनन्दको अनुभूति हुनेछ। धन्यवाद।